वैशाखमा प्रदेशसभा निर्वाचन क्षेत्रमा उहाँले कति जित्नु? 0। रियल स्टेट त्यही। तर अहिले 3 खालका मान्छेहरू त्यहाँ जोडिएको देखिन्छ। एउटा जो सनातनदेखि नै दरबारसँग जोडिएका छन्। मैले कतै पढेको थिएँ, यसरी कसैले बोलेको पनि सुन्दै थिएँ मैले। फ्रान्समा एउटा चिया पसल छ अरे, 300-400 वर्षदेखि चलिरहेको। त्यो चिया पसलमा अहिले पनि गएर गफ गयो भने होइन, राजाले फर्काउनु पर्यो, राजा लुईका सन्तानहरू कहाँ होला, उनका नाति नाति खानापिनाहरू कोही छन् कि भनेर यस्ता चर्चाहरू चल्छन् रे। आफ्नो सोसाइटीमा पुरानो मन्त्रीहरूको एउटा त्यो नोस्टाल्जिक सोच हुन्छ। उनीहरूले लाभ पनि लिइरहेका हुन्छन्। त्यो लाभ पाउनेहरू एउटा पङ्क्ति छ, त्यसलाई तपाईँले चाहेर पनि रूपान्तरण गर्न सक्नुहुन्न। अहिले हिजो देखिएका जुलुसमा एउटा सनातन मेरो पुस्ताका पक्षधरहरू, पुरानो व्यवस्थाका पक्षधरहरू, सामन्तवादका पक्षधरहरू छन्, जसले झन्झली देख्छन् राष्ट्रपति शीतल निवास जस्तो कुर्सीमा बस्ने भने त टाइटलमै शाह भएका, टाइटलमै राणा भएका, शाही भएका, मल्ल भएका, ठकुरी भएका, ठकुरी हामीका पनि हुनुहुन्छ उहाँलाई भनेको होइन। त्यो मान्छेहरूले बस्ने ठाउँ पो हो। कहाँ मधेसबाट आएको यादव बसेका छ, कहाँ भोजपुरबाट आएको पाण्डे बसेकी छन्, भण्डारी बसेकी छन्, कहाँ कनौबाट आएको पौडेल बसेका छ। त्यो राष्ट्र नेतृत्व गर्ने भने त खास वर्ग, खास जात, खास वंश, खास नस्लले हो, जो जन्मजातमै श्रेष्ठ हुन्छन् भन्ने एउटा सामुदायिक मान्यता राख्ने एक खालका मानिसहरू छन्। उनीहरूलाई रूपान्तरण गर्न सकिन्छ। दोस्रो, अहिले एक खालका मान्छेहरू एउटा हावामा लागेका छन्। राजा आयो भने 20 लाखसम्मको ऋण तिर्नै पर्दैन, पच्चे सरकारको जसले खाएको छ पच्छ, जे आउँछ मजाले पचाउँछ होइन। त्यस्तै गरी यो माइक्रो फाइनेन्सका लघु वित्तका चाहिँ ऋण पनि तिर्नु पर्दैन। यस्ता हावा कुराहरूमा लाग्ने पनि एउटा पङ्क्ति छ। समस्या पनि होला उनीहरूलाई, स्वास्थ्य पनि छ, एउटा पङ्क्ति त्यसरी लागिरहेको छ। केही नभएपछि त्यो डेफिनेटली स्कोर छ। त्यसको निसन्देह समाजमा अलिकति असन्तुष्टि छ, अलिकति निराशा छ, अलिकति अन्योग पनि छ। र अलि मैले भनेको यो मिडियाले अथवा सोसल मिडियाले निर्माण गरेको एउटा चाहिँ न्यारेटिभका कारणले हो कि दलहरू झुकेकै हुन् कि दलहरूको कारणले यो समस्या सृजना भएको कि भन्ने एउटा परिरहेको अवस्था छ। त्यहाँ भएको पङ्क्तिलाई सेग्रिगेट गरेर जो त्यो चाहिँ खाँटी सामन्तवादीहरू छन्, प्रतिगामी पुनरुत्थानवादीहरू छन्, टाढे गर्नुहोस्। जो भ्रममा यस्ता नाराहरू विश्वाससँगको ऋण अझै हुन्छ मलाई लागिरहेका छन्, तिनीहरूलाई चाहिँ सम्झाइदिँदै गर्ने कुरा र अलिकति ठिकै खालका मान्छेहरू तर मेरो बुझ्दा के हुन्छ, लोकतन्त्र गुम्बा के हुन्छ भन्ने नबुझिकन लहरीमा लागेको हुन्छ। हामीले अलिकति याद पनि गरेर जानुपर्छ। अहिले हामी होसियार मात्रै हुनुपर्छ। यसलाई धेरै तरङ्गित हुनुपर्ने किन जरुरी छैन भने कुनै पनि अर्थमा नेपालमा राजतन्त्र फर्किने, गणतन्त्रको हुने कुनै सम्भावना छैन। यसमा ढुक्क रहना हुन्छ। तर पनि हामीले हर वखत लोकतन्त्रका विरुद्ध हमला त भइ नै रहेका हुन्छन्, गणतन्त्रको विरुद्ध हमला त भइ नै रहेका हुन्छन्। कहिले दाहिने कोणबाट हुन्छ, कहिले देउरे कोणबाट हुन्छ, कहिले दक्षिण पन्थबाट हुन्छ, कहिले वामपन्थबाट हुन्छ। र अहिले विश्वबाट जुन एउटा अनुरागवादको हावा चलिरहेको छ अमेरिकादेखि लिएर संसारभरि, त्यो अनुरागवादको हावाले अलिअलि यहाँका दक्षिणपन्थीहरूलाई अलिकति उत्साहित गरेको होला। त्यसलाई हामीले त्यही रूपमा लिनु जरुरी छ। खास गरेर मिडियाहरूबाट हामीले सत्य तथ्यहरूलाई जस्ताको तथ्य राख्नु जरुरी हुन्छ। दोस्रो मैले यो डिजिटल एउटा एक किसिमले चाहिँ सङ्घर्षको कुरा गरेँ। अहिले जबरजस्त ढङ्गले जुन एउटा न्यारेटिभ निर्माण गर्न खोजिएको छ, 4-5 कुराहरूमा उनीहरूले यसलाई तथ्यगत ढङ्गले बहसमा उत्रिन तयार होला भन्ने आग्रह गर्न चाहन्छु। पहिलो कुरा, हामीले जिम्मा लिने भनेको अथवा नेपालले वास्तविक अर्थमा विकासतिर यात्रा सुरु गरेको भनेको 46-47 सालको परिवर्तनपछि हो। 47 सालबाट हो। 35 वर्षको जिम्मा हामीले लिन्छौँ। यो 35 वर्षमा दुर्भाग्यवश बल्ल आएको 5 वर्ष बित्दा नबित्दै बहुबलका विरुद्ध अभियान, पञ्चायतको विरुद्ध नौकरीको अभियान
बहुदलका विरुद्ध मैले उठाएर दिन्छु। यसका पछाडिका उद्देश्यहरू मकसदहरू के थिए अहिले मात्रै त जान्न छैन। तर त्यो 10 वर्षको द्वन्द्वले हामीलाई दशकौँ पछाडि घटेको त सत्य हो। 17,000 मान्छेको ज्यान भयो, हजारौँ युवती घाइते छन्, विस्थापित छन्। आज हामी गाउँ व्यक्तिहरू जुन कुरा गर्छौँ, गाउँ व्यक्तिले कहिले गर्न सुरु गरे, तीबाट सुरु गरे। त्यसपछि एउटा सिङ्गो जेनेरेसन हातमा बन्दुक लिएकाहरूको पनि भविष्य बर्बाद हो, बन्दुकदेखि तर्सेकाहरूको पनि भविष्य बर्बाद हो। जो देश बनाउने युवा पुस्ता थियो द्वन्द्वका कारणले समाप्त हो। चक्र किन्नुपर्ने पैसा नानीहरूका लागि हामीले गोलाबारीमा खर्च गर्नुपर्ने अवस्था हो। कति मुस्किलले बनाएका टेलिभिजनका टावरहरू, कति मुस्किलले बनाएका हाम्रा स्कुल स्वास्थ्य चौकीहरू, गाविस भवनहरू खरानीमा रूपान्तरित भए। अर्को क्षति युद्धले हामीलाई गरायो। 63 सालमा हामीले विस्तृत शान्ति सम्झौता भयो, तर सङ्क्रमणकाल पुग्नलाई अरू 10 वर्ष लाग्यो। हामीलाई 72 साल फाल्गुन 1 गतेदेखि लिएर 52 साल फाल्गुन 1 गतेदेखि लिएर 72 साल असोज 3 गतेसम्म त सिङ्गो देशको द्वन्द्व र सङ्क्रमणमा पुगेको उसको समय पुगेको हो। त्यसबाहेक त्यसबिचका विनाशकारी भूकम्पबाट नाकाबन्दी लगाएका छन्। यी सब थाहा यी सबलाई एक ठाउँमा राखेर हेर्नुहोस् र 40 साललाई बेन्चमार्क बनाएर प्रत्येक डेटामा कुरा हो। आज यति प्रतिकूल भूगोल भएको ठाउँमा 77 जिल्लामा हामीले मोटरबाटो पुर्याएका छौँ। 753 मध्ये 746 वटा पालिकामा गाडी पुग्छ। 96% भन्दा बढी नागरिकहरू बिजुली पाउँछन्। कतिले बाँकी हिजो पञ्चायतमा सोलर पाउँछ। 96% भन्दा बढी नागरिकहरूको घरमा पाइपको पानी पुग्छ। 59% नानीहरू स्कुल जान्छन्। ड्रप आउटको चुनौती छ, क्वालिटी शिक्षा कसरी बनाउने चुनौती छ। तर एटलिस्ट हामीले उहाँलाई विद्यालयको दायरामा पुर्याएका छौँ। 38 लाख नागरिकको खातामा प्रत्येक महिना हामीले सुरु भएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत 4,000 रुपियाँ जान्छ। नेपाल जस्तो देशका निम्ति यो सानो लगानी हो। 18 लाख नागरिकहरू आज सामाजिक योगदानमाथि आधारित सामाजिक सुरक्षामा जोडिएका छन्, जसले 60 वर्ष पुगेपछि पेन्सन पाउँछन्। त्यो 38 लाख वृद्ध ज्येष्ठ नागरिकहरू, एकल महिला, अपाङ्गता भएकाहरू सहितको त्यो 38 लाख र यो योगदानमाथि आधारित 18 लाख जोड्नुहोस्। हामीले 50 लाख 60 लाख भन्दा बढी नागरिकहरूलाई स्वास्थ्य बिमामा जोडेका छौँ। वर्षको 3500 रुपियाँ तिरेर 1 लाख रुपियाँसम्मको निःशुल्क औषधि उपचार पाउनुहुन्छ। अर्को वर्ष नेपाल अर्को विकसितबाट विकासित देशमा स्तरोन्नत हुँदैछ। गरिबी सिग्निफिकेन्टली घटेको छ। सुरुङ होस्, रेल होस्, 4 लेन 6 लेनका एक्सप्रेस वेहरू, यी सबै काम हामीले गर्वका साथ गर्नुपर्छ। यही गणतन्त्र, यही प्रजातन्त्रमा हामीले लिएर आएका छौँ। गर्नुपर्ने थुप्रै काम बाँकी छन्। हाम्रा कमजोरीलाई लुकाउनुपर्ने कुनै कारण छैन। तर जे भाष्य निर्माण गरेर यसलाई गणतन्त्रको असफलता, प्रजातन्त्रको असफलता भनेर भनिँदैछ, तथ्यमा टेकेर हामीले यसको प्रतिवाद गर्नुपर्छ, जनतालाई अवेर गर्नुपर्छ। यो कुरामा पनि सम्पर्कको सिङ्गो टिम लाग्ने नै छ। अहिलेलाई पनि फेरि दोहोऱ्याएर भन्न चाहन्छु, स्वर्गीय निर्वाचन हाम्रा निम्ति अघिल्ला निम्ति मात्र होइन, सिङ्गो पार्टीका निम्ति असाध्यै महत्त्वपूर्ण छ। यसले भविष्यको राजनीति एउटा कम्पास कतातिर जाने भन्ने कुरा चाहिँ यो दिशा सोझ्याउने भएको कारणले यसलाई केही गम्भीरताका साथ लिन सम्पर्क समन्वय, सम्पर्क कमिटी र सम्पर्क मञ्चका सबै कुरालाई आग्रह गर्दै मैले भानुप्रभुले बिहान भन्नुभएकोलाई त्यही पूर्व कार्यक्रमहरू थिए मैले अलिक चाँडै जानुपर्नेछ। साथीहरूले धेरै कुराहरू राख्नुहुनेछ। यति कुराहरू राख्ने मौका दिनुभएकोमा आएको धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।